सम्माननीय सभामुख महोदय, नुवाकोट लगायत देशका विभिन्न भागहरूमा बाँदरको अस्वाभाविक वृद्धि भई मानव वन्यजन्तु द्वन्द्व तीव्र बन्दै गएको छ। बाँदर नियन्त्रण नगर्ने हो भने कृषिमा लगानी नगर्दा पनि हुन्छ। यसले कृषि उत्पादनमा क्षति र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारेको छ। यस सन्दर्भमा नेपाल सरकारले बाँदर नियन्त्रणका लागि वन्ध्याकरण कार्यक्रम सञ्चालन कार्यविधि 2082 तयार गरिसकेको छ। विशेष गरी मिनिमल इन्भेसिभ ल्याप्रोस्कोपिक मेथड जस्तो आधुनिक, सुरक्षित र वैज्ञानिक शल्यक्रिया विधिबाट बाँदरको प्रजनन नियन्त्रण गर्न सकिने व्यवस्था अत्यन्तै प्रभावकारी र मानवीय उपाय हो। यस विधिले कम पीडा, छिटो रिकभरी र न्यून जोखिम सुनिश्चित गर्दछ। नेपालमै भारतबाट तालिम प्राप्त दक्ष पशु चिकित्सकहरू छन्। नेपालमा 5 लाख बाँदर रहेको अनुमान छ। यो संख्यालाई लाग्ने वन्ध्याकरण खर्च प्रति बाँदर रु 1500 रहेछ। यो बजेट विनियोजनको जोरदार माग गर्दछु। नुवाकोटका कृषकहरूले आलुको मूल्य पाएका छैनन्, कुहिएर फाल्नु परेको छ। कृषक मारमा छन्। मूल्य सुनिश्चित गरियोस् तर आयातित कृषिजन्य वस्तुमा